हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी ल गाइज स्कुल जाँदैछौँ। यसरी हात नै लगिदियो त गाइज, ट्रकले केही भएन गाइज, भ्लग चाहिँ गर्न छोड्नु भएन, जति जे भयो नि। होइन बिचारीले दुःख गरे, हल्का इमोसनल त म नि भइन्छु होइन, यस्तो गर्नु खाइ भगवानले नि। ओए फुच्चे, के भयो तँलाई, किन स्याहार्छस् त? मेरो बाबाले लास्टै ब्ल्याकमेल गर्नुहुन्छ यार। मतलब तेरो बाबा रेसिस्ट होइन? कसरी? अनि तेरो बाबा के रहेछन्? कसरी? किनकि तेरो बाबाले ब्ल्याकमेल गर्नुहुन्छ। ल गाइज, म चाहिँ क्लासमा आइसके। ओए राम, तेरो एउटा हात खोइ। ए यार, आज बाइकमा आउँदाखेरि ट्रकले लैदियो यार हात नै। हो र, अब मास्टरबेड कसरी गर्छस्? म लेफ्टी हो यार। मास्टरबेड गर्ने बेलाको भ्लग त हेर्नै पाउने भएन त हामीले अब। ए अँ त नि, डिलिट भ्लगर पो है म, कहाँ त्यो पार्ट मिस गर्ने? अनि चाहियो नि हात त दुइटै। ल हेर, म लिएर आउँछु। बिचरा चाक चाहिँ कसरी धुन्छ होला अब यसले? किन देब्रे हात त छ त फेरि। लेफ्टीहरूले दाहिने हातले चाक धुन्छन् के? छि, अनि भात चाहिँ केले खान्छन् त? चम्चाले। के हो यो? आफ्नोमा ध्यान दे त बाबु त। नास प्रिन्सिपल हो म स्कुलको। सरी ल, मलाई थाहा थिएन। हेर्ने साला मुत्न दिनु भएन। मजा आउँछ नि। ए जी, यहाँ कसरी मुत्ने कि फेरि कहिले सफा गर्दैन झ्याक्नेहरूले। उता जा त मुत्न दे मलाई। सबर स्केल देऊ न। कस्तो मोटो खालको? आई मिन रोलर। यु अलरेडी रोल इन माई हार्ट। मादर जात। ओइ अगाडि सर पनि छ क्या, अगाडि हेर त। मेरो यन्त्र उसको मुहारको षड्यन्त्रमा परेको छ। यन्त्र मतलब? अबे छ्या, अन्डी मन्डी छन्डी अगाडि हेरिनस् भने। एक्जाम आउनु लाग्छ, राम्रोसँग प्रिपेरेसन गरे तिमीहरू। ओइ सफल, मलाई एक्जाममा चिट दिए है। ल 1 घन्टी लागेपछि टोइलेटमा पाइट खोलेर बस्दै गर, त्यही हाम्छु म तँलाई। चिट के चिट? ए उल्टो सुनेछु मैले। अझ मेरो बाउलाई के भन्दो रहेछ? ल केटा हो, आज चाहिँ म तिमीहरूलाई हाम्रो नयाँ सरसँग भेटाउँछु। कुन सब्जेक्ट पढाउने? सर भित्र आउनुहोस् त। मेरो कुरालाई त पुरै इग्नोर हानिदिन्छ यार। अब शीतलले नि इग्नोर हान्छ तँलाई। त्यस्तो गर्दैन शीतलले मलाई। है शीतल, ल साँच्ची इग्नोर गरेर त तँलाई कसरी थाहा भयो? तर उसको डाइलग अब डाइरेक्ट भिडियोको एन्डमा छ कि। मतलब सर बी सिरियस। सो गाइज, राइट नाउ वी आर इन रुम। बच्चा बच्चा किप गोइङ। के छ नानुहरू? वी आर बाबुज। बुबु भन। बुबु होइन के बाबु? बाबु को हो यो चोर जस्तो मान्छे? हुन त चोरै हो कि, म सबैको मुटु चोरेको छु नि त मैले। वुमेन अर्गन ट्राफिकर हो तपाईँ? नजिस्केर हेल, फेरि मैले मुख छाड्दै फेरि। साले सरले चोर भन्छ, शब्द फिर्ता लिगै त्यहाँ। पानी पोखिएपछि स्वर्न मिल्छ, तर शब्द पोखिएपछि स्वर्न मिल्दैन। पानी माटोमा पोखिएपछि स्वर्न मिल्दैन, त्यही भएर यस्तो गेडा जस्तो इक्जाम्पल नदे तैँले त्यहाँ। कस्तो दामी बोल्छ यो। थ्याङ्क यू सर। लामो सरको इन्ट्रोडक्सन। हानिदिन्छु बममै, चलिदिन्छु बममै। त्यही भएर मलाई भन्छ सबले अनिल डन। उसलाई चाहिँ पहिला मैले नै पढाएको। कतिवटा विषय लाग्यो त तपाईँलाई एसीमा? ओए राम्ररी बोल त तिमी, मलाई जस्तो नगर त। सरी ल। ल तिमीहरूको इन्ट्रोडक्सन देऊ त सरलाई बरु। ल बाख्रा हेर्ने को हो, कुडो पकाउने को हो? पढाउने चाहिँ के हो तपाईँले हामीलाई? पढ्नु पर्दैन। के हो त नि पढाउने? के भन्छ हौ त्यसलाई? कर्मचारी त होइन हो। तिमीहरूले बेलुकाको ट्युसन पढाउने सर हो ऊ अबदेखि। अनि पहिलाको सरलाई चाहिँ के भयो त? रियलाइजेसन। मतलब सर विदेश जानुभयो क्वालिटी स्टडीको लागि। के रे, त्यो धोती गयो? साले सरलाई धोती भन्छस्? के भन्छ त धोती भन्दा? धोती तिमीलाई नि अनिल सुनार भन्दैनन् कि यिनीहरूले फेरि? भैयाजी कस्तो जो पनि विदेश जान्छ यार आजकल। बल त 9मा पढ्दैछस्, बिस्तारै बुझ्छस् किन जान्छन् भनेर। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। यसमा चाहिँ फेरि नो कम्प्रोमाइज है सर। खासमा यो कम्प्रोमाइज भनेको के हो? के हो कम्प्रोमाइज भन्ने खास? यस्तो नै हाम्रो सर हुन्छ के थाहा नै छैन? हो त नि, पहिलाकै सर ठिक थियो। दिक त सबैको भइहाल्छ नि। शीतलको छैन के रे? मुख सम्हालेर बोले भाउजूको बारेमा। पहिलाकै सर ठिक थियो भनेको त अनि उल्टो सुन्छस् त अनि? हो पहिलाकै सर ठिक थियो। सबै मान्छे एउटै हो त यार। हाम्रो नि काटे खुनै आउँछ, तिमीहरू काटे नि खुनै आउँछ। हाम्रो काटे खुन आउने, तिमीहरू काटे गु आउने, त्यस्तो त हुँदैन नि त यार। काट्यो भने गु आउँछ, पेट काट्यो भने भन्न खोजेको होला। आज हग्नै नभएको कसम ढाडेन मैले यार। ठिक छ नि होइन यो सर बेलुकाको लागि? केही राम्रो केही त हुनु पर्यो नि यार हामीलाई पढाउनको लागि। तिमीहरूलाई अल्छी लागेको बेलामा सरले जे होस् रमाइलो चाहिँ गराउनुहुन्छ, तर तिमीहरू पढ्न चाहिँ पर्यो राम्ररी। ताली मारे खै, नाच्नलाई यहाँ कम्मर चिलाइसक्यो। ताली मार्न। कस्तो लाग्यो त सरको डान्स? तेरो ताली भन्दा मेरो कम्मरै फास्छ भाइ। के सोचे तैँले? यो भन्दा राम्रो डान्स त मैले टिकटकमा हेरेछु। सरलाई पिट्दा नि रिसाएन त सर? यो दाइ स्योर टपर थियो होला, त्यही भएर हो। एकचोटि चेक गर्दा क्वेसन सोधेर। सर एफओआर को प्रोनाउन्सिएसन फो हुन्छ भने हामीले आर किन लेख्छौँ? साले साइलेन्ट भएर नि त्यति थाहा छैन? ए त्यही भएर पो तपाईँलाई सबैले मुजी भन्दै बोलाउने हो के रे? किन हो र? ओए सरको नाम मुकेश घिमिरे हो कि, अनि सबले सर्ट फर्ममा मुजी भन्छन्।
यो त मुखी भयो त ओए याद साइलेन्ट हो के त्यही भएर टिट फर ट्याट न यार बाउको त बुढी छ आइने टिट्स बोका टिट फर ट्याटकै टिट्स फर ट्याट होइन साले सर कस्तो लाग्यो भन् त मलाई बाहिर जान ढिलो भइसक्यो भएन यो सर मन परेन हामीलाई हे भगवान आफूलाई खुब गतिले सोचेर अरूमाथि टिप्पणी दिँदैछ यार हजुर सर त फेरि आइस सर पानी लाउनु कस्तो तिर्खा लाग्यो मलाई पनि मलाई पनि गुवाइरहेछ मलाई कहाँ भोक लाग्छ नि तिमीलाई गुवायो हुँदैन त्यही साइडमा राखेर जा त भगवान त छिटो अङ्कल आज घन्टी अलिक छिटै बसाइदिनु न है 1000 रुपियाँ लाग्छ साले बच्चासँग पैसा माग्छस् बुढी प्रेग्नेन्ट छ के मेरो त जान्छस् कि तेरो गेडामा चिमार्दिम यो साला फेरि आउँछ के रे आएन भने भोलि भर्खर सुसाइड ल सर के रमाइलो गराउनु त ल हेरौँ के गर्नु हुँदो रहेछ हाचिममा गएर फिलाउन ल ओए पुछ्या हाचिममा गर भयो तिमीहरूले भयो खुसी होस् छैन खुसी यस्तरी को खुसी हुन्छ कसरी हुन्छस् त खुसी बीचमा ल मामला ल तिमी क्लासमा पहिला धेरै जस्तो खुसी देखिने त्यही भएर पो हो त्यही त थ्याङ्क्स सो मच किन खुसी भएको थाहा एउटा साइड त भनिदिन्छौँ ल किन खुसी भएको त सुन्नु है त सुनौ त म निकालिदिन्छु म त फ्याट हो नि त कस्तो मासु मासु बनाएको छ्या फर्सीको मुन्टा खाएर बस्ने मान्छे होइन म छ्या ढोस्ते बनाएको मलाई चाहिँ पोप बरे बासा आइरहेको छैन अघि आउ त जाऊ अनिल म बास्न चाहिँ दिन सक्छु कसम छी भाग्दिन भनेको भाग्नुपर्छ क्या सापाले स्केल देउन नाप्न पर्यो के नाप्छौ 15 सेन्टिमिटरको मात्र छ स्केल नाप्न मिल्दैन एउटा केटी भेटायो दुईजना केटाहरू छ